धेरै खुसी छु किनभने यो उपचार यस्तो हुन्छ जस्तो लागेको थियो। म त्यो बजार आएको थिएँ 15 गते अनि यहाँ शिविर आयो भने चाहिँ भित्र पसेँ के रहेछ भनेर अनि बाहिर चाहिँ धर्म प्रचारको कुराहरू पनि होलामा आयो। तैपनि यहाँ भित्र पसेर चाहिँ के भेटिँदो रहेछ भनेर यहाँ भित्र प्रवेश गर्ने मौका पाएँ। अनि यहाँ आएर सेवा लिइसकेपछि चाहिँ मैले जे बाहिर हल्ला सुनेको थिएँ त्यस्तो यथार्थमा त्यो होइन रहेछ। यहाँ चाहिँ पुरै उपचार हुँदो रहेछ भन्ने मलाई महसुस भयो अथवा लाग्यो र म चाहिँ अति नै खुसी छु। त्यो धर्म प्रचार गर्न आएको भन्नेहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ हजुरले चाहिँ? अब उहाँहरूलाई यही भित्र प्रवेश गरेर अनुभव गर्नुहोस् अनि मात्रै त्यस्ता खालका वयाती कुराहरू अनि गर्नु होला। नभएदेखि पहिले प्रवेश नगरिकन कुनै कुनै कुरा थाहा हुँदो रहेछ भन्ने कुरा चाहिँ जानकारी दिन चाहन्छु। हजुरको नाम? तपाईँको चाहिँ गुमाएकोबाट है यहाँ आउनुभन्दा पहिला के समस्या थियो हजुरको? यहाँ छातीहरू दुख्यो, यहाँ हात यहाँसम्म मात्रै पुग्यो, यहाँ तक पुग्यो, यति सन्चो भइराख्यो। होइन पहिला चाहिँ तपाईँको हात यति मात्रै उठ्थ्यो, अहिले चाहिँ कहाँसम्म उठ्छ बाबा? हात उठाएर देखाउनुहोस् त। यहाँसम्म पुग्छ यसरी। पहिला चाहिँ के हुन्थ्यो भनेको? पहिला चाहिँ हात त्यतिकै दुखेको, त्यतिकै दुखेको। अहिले नराम्रो भएको छ, यो हल्लुङ्ग्री भएको छ, अहिले गरौँ बारी भएको छ, अहिले स्वच्छ भएको छ। ल उहाँको हात पहिला धेरै गरम थिएछ है, 80 केजी जस्तै थियो होला, तर अहिले चाहिँ एकदम हल्लुङ्गो भएको छ। उहाँको लागि पनि जोरदार ताली है त। सबैभन्दा पहिला बाबा एकदम मुस्कानको साथ बस्नु भएको छ। तपाईँको नाम? मनबहादुर लाउती। हजुर। यहाँ उपचारमा आउनुभन्दा पहिला के समस्या थियो हजुरको चाहिँ? आउँदा सबै समस्या थियो कि, तर मेरो शरीरैभरि समस्या नै समस्या थियो। यो रिङ्गटा लाग्ने, टाउको दुख्ने, त्यहाँदेखि ढाड दुख्ने, जिउहरू सबै हड्डीहरू दुख्ने, औँला बिहान बेलुका यसो नआउने, रातोरीमा यसो ल्याउनु के गाह्रो पर्यो। अहिले चाहिँ के हुँदैछ बाबा? यो हात मुठी पर्ने हुन्छ हुँदैन अहिले चाहिँ? अहिले अलिक आसाममा आउँछ, आउँदैछ। पहिला हेरी चाहिँ धेरै राम्रो भयो। रिङ्गटा घुम्ने दिमाग। अहिले चाहिँ कस्तो भएको छ बाबा? अब त्यो त भर्खर गरिँदैछ। अनि कति दिन? 3 दिन उता आएँ। 3 दिनमा उहाँको यो हातहरू धेरै राम्रो भएको छ भन्दै हुनुहुन्छ। उहाँलाई पनि जोरदार ताली। यता कामले छ यस्तो। कामले चाहिँ विषय भएको छैन है। अलिअलि खाइन्छ होला नि त? ए त्यो चलेपछि कामिन्छ नि ल। यसको चाहिँ उपचार हुँदैन बाबालाई। हजुरको नाम? मेरो भारती मिश्र, गुम्बा 1-4। यो 7 दिन उपचारमा आउनुभन्दा पहिला के समस्या थियो हजुरको चाहिँ? 6 दिन आएँ यहाँ उपचारमा। मेरो यो पछाडि दुखेर यसरी सुत्नु हुँदैन थियो। अब कहाँ हस्पिटल जाने होला भनेर 15 दिन जति भएको थियो। जब यहाँ हिलिङ टच हुन्छ भन्ने थाहा पाएर म 16 गतेदेखि आए पछाडि मेरो यो चाहिँ अहिले चट्टै नै सन्चो भएको छ। ग्यास्ट्रिक पनि धेरै सन्चो भएको छ। हजुर खुसी छु, धन्यवाद। झुट त बोल्नु भएको होइन नि? हजुर झुट बोलेको छैन। उहाँको यो है यो गर्दन जुन दुख्थ्यो त्यो धेरै राम्रो भएको छ। उहाँको लागि पनि एकचोटि सबैजना जोरदार ताली ल। अल्छी मान्छेहरूले ताली नबजाउँदा पनि हुन्छ। हुन्छ। हजुरको नाम? मिना खनाल, गुम्बा 1-4। यो 7 दिन उपचारमा आउनुभन्दा पहिला के समस्या थियो? मेरो यो ढाड दुख्थ्यो। यो ढाड दुखेको चाहिँ अहिले 65 सालदेखि दुखेको, निको भएको थिएन। उपचारमा गएँ काठमाडौँ, 1 महिनासम्म चिटिङ हस्पिटलमा पनि बसेँ। त्यस पछाडि पनि अलिक सुधार चाहिँ भयो, पुरा निको भएको थिएन। अनि अहिले यो हिलिङ गरी चाहिँ धेरै सुधार भएको छ। बिहान उठेर कन्सियर बढाउन, नेउरिन, काम गर्न सक्ने भइरहेछु। पहिला चाहिँ त्यस्तो हुन्थेन? त्यसरी सक्दैन थियो। बिहान उठेर कुचो समाएर यस्तो ठाडो गरेर यस्तो बढाएको थिएँ। अहिले चाहिँ पुरै निहुरेर बढाएर पनि सक्छु। पहिला चाहिँ यस्तो ठाडो तरिकाले, अहिले चाहिँ यसरी। ए ल हुन्छ। उहाँको लागि पनि जोरदार ताली है त। अनि खुसी हुनुहुन्छ? खुसी, धेरै खुसी। म चाहिँ फेरि पनि यस्तो ल्याए हुन्थ्यो भन्ने भइरहेको छ। ए नाच्नुहुन्छ कि कतै? ल भरे नाच्नुहुन्छ अरे। ल उहाँको लागि पनि जोरदार ताली है त। ल हुन्छ। एकजना बाबा हुनुहुन्छ। हजुरको नाम? तारा आचार्य। कहाँबाट हुनुहुन्छ? माएको 1। कति वर्ष पुग्नुभयो? 72 वर्ष। 72 वर्ष पुग्नुभयो है। ल 72 वर्षमा उहाँको जस्तै हाम्रो पनि हुँदैन। बुझ्नुभयो भएन होइन बाबा? हो किन? तर बाबा तपाईँको यो 7 दिन उपचार आउनुभन्दा पहिला के समस्या थियो? मेरो पछाडिपट्टिको यो मेरुदण्ड, यो ढाड यस्तो जोल्छेको थियो भन्थ्यो। बिएमसी हस्पिटल गएँ।
हजुर अनि काठमाडौँ वीर हस्पिटल पनि गएँ अब त्यहाँ पनि केही उपचार गरेँ अनि मेरो यो घुँडा अहिले दुखेको कुरो अनि यो ढाड त अहिले पनि दुखेकै छ तर यहाँ आएपछि यो शिविरमा आएपछि चाहिँ मेरो घुँडा चाहिँ तन्दुरुस्ती भए जस्तो अनुभव छ ढाडको चाहिँ केही हल्का यो कति वर्ष अगाडिदेखि समस्या हो यो मेरो त भयो 10-15 वर्ष अगाडिदेखिकै समस्या हो हजुर जस्ता यो उपचार पाएपछि खुसी हुनुहुन्छ म सन्तुष्टि छु एकचोटि ताली बज्नु परे बगन खुसी कुरा र चिया गफको कुरामा नअल्झिनु होला आमा दिदी बहिनी हो दाजुभाइ भन्न चाहनु होला होइन त्यही हो उहाँको लागि पनि जोरदार ताली आफ्नो कुरा चाहिँ बुझेर मात्रै काम गर्नु होला भन्न चाहन्छु ल उहाँलाई धेरै धेरै धन्यवाद सबैजना खुसी हुनुहुन्छ उपचार भएर खुसी हो ल एकै धेरै धेरै धन्यवाद उपचार